तीनटा कज चाहिँ मैले देखेँ हैन। हजुर सर। एउटा चाहिँ के भयो भन्दाखेरि हामी चाहिँ यो ल्याटिट्युडनल डिफरेन्समा छौँ हामी हैन। एउटा चाहिँ जस्तै हामी ट्रोपिक्समा छौँ भनौँ न, इन्डियन सब कन्टिनेन्ट हैन। हजुर। इन्डियन सब कन्टिनेन्ट त अब करिब करिब हाम्रो चाहिँ यो ट्रोपिकल रिजनमा भयो नि त। हजुर। भने तपाईँको अमेरिका भनेको त तपाईँको मिड ल्याटिट्युडमा छ माथिपट्टि। करिब करिब अब तपाईँको चाहिँ यो ल्यान्ड मास भनौँ न, ल्यान्ड मास चाहिँ अब करिब करिब अब 23-24 छ नि त। हाम्रो नेपाल अलिकति माथि भए पनि होइन। हजुर सर। त्यो नर्थ भनेको लगभग त्यो भनेको चाहिँ अब ट्रोपिकल रिजनमै भयो। अब उनीहरू चाहिँ त्योभन्दा अब तपाईँको त्यसकै लङ्गिट्युडको गर्दाखेरि पनि तपाईँको अब त्यसमा चाहिँ सोलर रेडिएसनको कुरा जोडिएर आयो। त्यो पार्ट चाहिँ एउटा भयो। जस्तै सोलर रेडिएसन त के हुन्छ भन्दाखेरि सबभन्दा हाई त ट्रोपिक्समा हुन्छ होइन। हजुर हजुर। बढी चाहिँ ल्यान्ड मासले हिट चाहिँ त्यो बेलामा प्राप्त गर्छ होइन। त्यो एउटा पार्ट एउटा भयो। हजुर। अनि अर्को पार्ट भनेको चाहिँ के भयो भन्दाखेरि तपाईँको चाहिँ सबभन्दा तातिने ओसन भनेको इन्डियन ओसन हो, सबभन्दा वार्म ओसन। जस्तै अरू अब उनीहरू चाहिँ तपाईँको अब एटलान्टिक ओसनको आडमा रहेको छ होइन भनौँ न। त्यो चाहिँ एटलान्टिक र पेसिफिकको जुन हामीले ग्लोबलाई हेर्दाखेरि यतापट्टिको पार्ट एटलान्टिक भयो, उतापट्टि पेसिफिक भयो भनौँ न। तपाईँको चाहिँ त्यो रिजन भयो नर्थ अमेरिकालाई हामीले कम्पेयर गर्दाखेरि। त्यो वार्म ओसन भनिसकेपछि सबभन्दा वार्म ओसनको जुन प्रभाव त तपाईँको चाहिँ ल्यान्ड मासमा पर्छ होइन। ल्यान्ड मासमा परिसकेपछि त्यसको चाहिँ एडजेसेन्ट एरिया चाहिँ वार्म हुने कुरा चाहिँ अब स्वाभाविक नै भयो। त्यो दुईटा एउटा कज भयो भने। अनि अर्को चाहिँ विशेष गरी अब यो सिजनको हामीले कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ जस्तो सबभन्दा राम्रो मनसुन क्यारेक्टरिस्टिक्स भन्छ क्या यो चाहिँ। त्यो मनसुन क्यारेक्टरिस्टिक्स भनेको चाहिँ साउथ एसियामा मात्रै हुन्छ क्या यो चाहिँ। जस्तै त्यो पहिलाको मनसुनको जुन वर्ड आएको छ नि, रिभर्सल अफ विन्ड, 6 महिना यता 6 महिना उता भन्ने जुन पार्ट छ नि होइन, त्यो पार्ट त खास त अब साउथ एसियाबाटै सुरु भयो हो कि। हजुर हजुर। साउथ एसियाबाट सुरु भयो, तर उनीहरूले चाहिँ नर्थ अमेरिकन मनसुन पनि भन्न थालेपछि अरूहरूले त्यो त्यसरी जोड्न थाले होइन। मनसुनको चाहिँ थेगो त्यहाँ जोड्न थाले। तर के छ भन्दाखेरि हाम्रो चाहिँ जस्तै अब जब प्री मनसुन हुन्छ होइन, त्यसपछि तपाईँको चाहिँ हिट लो फर्मेसन सुरु हुन्छ नि त होइन। जस्तै हिट लो भइसकेपछि अनि हाई टु लो जाने हो नि त त्यो सिस्टम होइन। त्यो क्रमशः विकसित हुँदाखेरि ल्यान्ड मास त तात्दै जान्छ एकदमै होइन। त्यो ल्यान्ड मास तात्दै गइसकेपछि अनि त्यसपछि चाहिँ त्यो विन्ड त्यो फ्लो पनि तपाईँको चाहिँ के हुन्छ, ओसन टु ल्यान्डतिर जाने प्रक्रिया सुरु हुन्छ होइन। त्यसको लागि चाहिँ के भन्दाखेरि डिफरेन्सियल हिटिङ हुनै पर्यो, जुन हाम्रो चाहिँ विशेष गरी चाहिँ इन्डियन ओसनको चाहिँ ल्यान्ड मास र सी मासमा चाहिँ होइन। भनेपछि त्यो क्यारेक्टरिस्टिक्स चाहिँ त्यो नर्थ अमेरिकाको चाहिँ क्लाइमेटिक फिचर भन्दा धेरै डिफरेन्स छ होइन। अनि त्यसले गर्दा पनि यहाँ चाहिँ हिट लो बन्नको लागि अथवा तपाईँको चाहिँ यो तातिने दर बन्नको लागि चाहिँ होइन यो फेभरेबल छ कि। त्यसकारण मुख्य चाहिँ यो 3टा कज हो यो चाहिँ, जुन चाहिँ अब त्यहाँ चाहिँ अब जस्तै तपाईँको किन त्यहाँ त्यस्तो बढी हिट हुन्न र अब यहाँ किन बढी हिट हुन्छ भन्ने कुरालाई चाहिँ जोड्दा।